सार्वजनिक भयो तर एसईमा एनजी आयो। अब के गर्ने? एसईको नतिजा आइसक्दा तर हजारौं विद्यार्थी एनजी देखेर अचम्म परेका छन्। के हो यो एनजीको असली अर्थ? के तपाईहरूलाई डर लागिरहेको छ एनजीबाट? यदि डर लाग्दैछ भने आउनुस्, मैले तपाईहरूलाई यो डरको समाधान 2 मिनेटमै गरिदिनेछु। त्यसको लागि सबभन्दा फर्स्टमा यो च्यानलमा जोडिने नयाँ साथीहरूले सब्स्क्राइब गरी बेल आइकनको अलमा थिची एउटा लाइक र कुन ठाउँबाट तपाईहरू हेर्दै हुनुहुन्छ त्यो कमेन्ट बक्समा तपाईहरूले कमेन्ट गरिदिनु होला र साथै साथीहरुमा जति सक्दो शेयर पनि गरिदिनु होला। यदि एसई 2082 रिजल्टमा तपाईहरूलाई 1 वा 2 भन्दा बढी विषयमा एनजी आयो भने तपाई फेल हुनुभयो भनेर नसोच्नुहोस्। एनजी आउनुको कारण धेरै हुन सक्छ। एउटा, यदि तपाई कुनै पनि विषयमा 35% भन्दा कम मार्क आयो अर्थात् 28 अंक भन्दा कम आयो भने एनजी आउँछ। अर्को कारण कोडिङ वा रोल नम्बरको गल्तीले हुन सक्छ र त्यसपछि अर्को कारण रहेको छ एन्सर सिट हराएमा पनि एनजी आउँछ वा स्कुलबाट डाटा अपलोड नभएमा पनि एनजी आउँछ। प्राय विद्यार्थीहरू 35% भन्दा कम मार्क ल्याएर एनजी आएको देखिन्छ र एनजी आयो भने यदि तपाईको 2वटा विषयमा मात्र एनजी आएको छ भने तपाईहरूले यही वर्ष जुन 1 महिना भित्रमा एक्जाम हुने गर्दछ यही वर्ष रि-एक्जाम दिएर पनि तपाईहरूले एनजी को ग्रेड विधि एक्जाम दिन सक्नुहुनेछ। र त्यसैगरी तपाईहरूले यदि 2 भन्दा बढी सब्जेक्टमा एनजी आयो भने पनि तपाईहरूलाई आतिनु पर्दैन। तपाईहरूलाई मात्र अर्को वर्षको लागि कुर्नु पर्छ। त्यसले तपाईको भविष्यमा कुनै पनि असर पर्दैन। र नट ग्रेडेड को एनजी को मतलब तपाई पक्कै पनि असफल होइन। तपाई आफूलाई दोष नदिनुहोस्। तपाईको मेहनतको मूल्य अवश्य आउनेछ। तपाईहरूलाई कति मार्क्सको आशा थियो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। हामी तपाईको लागि नयाँ अपडेट ल्याउनेछौँ। यो भिडियो साथीहरुमा सक्दो शेयर गर्नु होला जसले कोही पनि भ्रममा नपरोस् र साथै सब्स्क्राइब गर्न नबिर्सनु होला। आजलाई यति नै। हस्त बाइ एन्ड टेक केयर।